गुड मर्निङ गाइज सबैलाई। हिजो हामीले तपाईँलाई चाहिँ एउटा भिडियो माछा मार्नको लागि पासो थाप्न सोरको थाप्न गएको एउटा भिडियो पोस्ट गरेको थिएँ। अब अहिले बिहानै हामी त्यो नदीको चाहिँ पानी घटेको हुँदा बिहान निकाल्न गइरहेछौँ हामी। आज हेर्नु तपाईँहरूको अब माछा पर्छ कि नै एकछिनमा देखाउँछौँ। हामी तीनजना गइरहेछौँ गाजेले, एकछिनमा तपाईँहरूलाई देखाउनेछु माछा पर्छ कि पर्दैन है त। ओके, अब अर्को जाल निकाल्दैछु गाइस है। कतिको पर्छ फेरि हेरौँ। 4वटा जाल हो। ल गाइस है, आज चाहिँ एउटा चाहिँ परेछ है गाइस। ल गाइस है, आज अहिलेसम्मकै ठुलो माछा हो। फुत्केला, फेरि फुत्केला समात अर्को पनि छ कि के थाहा, दशा लगायो बेला गयो त गयो। ल हेर्नुहोस् है गाइस, आज हाम्रो प्रयास सफल भयो र एउटा माछा पर्न सफल भएछ। ठुलै माछा छ फेरि है। परेन भन्दै गाइस, ल हेर्नु त आज प्रयास चाहिँ ठुलो थियो फेरि हाम्रो। आज अलि अस्ति भन्दा चाहिँ अलि ठुलो परेको छ। ल आज हेर्नु त, हेर्नु त आज चाहिँ हाम्रो दाजुको ठुलो प्रयास, विशेष प्रयासमा दाजुको फेरि है। सबैको एकदम चाहिँ आज खुसी लाग्यो गाइस है। धेरै दिनपछि ठुलो प्रयासमा होइन, ठुलै माछा पर्यो। आज ये देख न गाइस,